हेलो साथीहरू, नमस्ते सबैजनालाई। स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ बिदाको दिनलाई सदुपयोग गर्दै हामीले पनि त्यहाँ माथि डाँडासम्म चढेर यहाँको पोछन नगरपालिकाको भ्यूलाई खिच्ने अथवा भ्यू हेर्ने, त्यहाँ एकदमै रमाइलो ठाउँ छ भनेर दाइहरूले भन्नुभएको थियो। म चाहिँ फर्स्ट टाइम जाँदैछु। दाइहरू अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। यहाँनिर चाहिँ फुछन पार्क हो अरे। यो चाहिँ एकदमै राम्रो आकर्षक छ। कस्तो राम्रो छ, यहाँ फुलहरू फुल्छ अरे। अझै केही दिनमा एकदमै राम्रो फुल फुल्छ भन्नुहुन्छ दाइले। अलिअलि फुलि पनि रहेको छ। अनि त्यो अगाडि चाइनिज साथीले चाहिँ यहाँ टोइलेट छ, माथि चाहिँ टोइलेट गर्न मिल्दैन, यहीँ गरेर जानुपर्छ भन्दै हुनुहुन्छ। अनि लगभग यो अलिकति डाँडा जस्तो नै हो, उकालो उकालो हिँड्नुपर्ने भएको छ। यहाँ चाहिँ कस्तो राम्रो राम्रो फुलहरू फुलिरहेको छ, अझै फुलेको छैन। यो चाहिँ यो रातो रातो देखिएको फुलहरू पछि चाहिँ एकदमै राम्रो हुन्छ अरे, सबै फुल्छ अरे, त्यो झन् राम्रो हुन्छ यहाँ चाहिँ भन्नुहुन्छ दाइले चाहिँ। म त फर्स्ट टाइम हो यो माथि जानु लागेको चाहिँ। यहाँ दाइहरू चाहिँ दुईचोटि धेरैचोटि गइसक्यो भएर यस्तो हुन्छ भन्नुहुन्थ्यो। अलिकति माथि आइपुग्दाखेरि यहाँ चाहिँ फोटो खिच्न लायकको पार्क जस्तो नै छ। अनि यहाँबाट सुरु हुन्छ ट्रेकिङ, यस्तो खालको रेलिङ पुल जस्तो रहेछ। हिँड्दै गर्दा चाइनिज साथी त 80 केजी छु भन्दै थियो, गलिहाल्यो। अनि मैले चाहिँ त्यसको अगाडि यसो फुर्ती देखाएर अलिकति कुदेको, खतरा भन्दै थियो है, मलाई चाहिँ फुर्काइरहेको थियो। हुमन दाइले चाहिँ भिडियो रेकर्ड गर्दै हुनुहुन्थ्यो, एउटा फोटो नि खिच्यो त्यहाँनिर। अलिकति माथि आइसकेपछि यो चाहिँ कोरियामा देख्दाखेरि अचम्म लाग्यो मलाई। हाम्रोतिर चाहिँ यसलाई देवी थान अथवा पाथिहाल्ना भन्छौँ होइन। हामीले पनि सानोमा चाहिँ ढुङ्गाहरू राखेर आफ्नो इच्छाहरू प्रकट गर्ने गर्थ्यौँ। यहाँ पनि हुँदो रहेछ। दाइलाई सोधेको कोरियामा चाहिँ के भन्छ थाहा भएन भाइ, तर हुन चाहिँ हुन्छ भन्नुभएको थियो। यहाँ माथि गइसकेपछि चाहिँ यो आधा आधा बाटोमा पुग्दाखेरि चाहिँ एकदमै कस्तो नेपालको जस्तो फिल आइरहेको थियो। सल्लाहको रुखहरू, गोरेटो बाटो, साँगुरो साँगुरो होइन। अनि घाम पनि लागिरहेको थियो। ऊ चाहिँ हिँड्न नसकेर लास बिजोग भइरहेछ उसलाई चाहिँ। हामी चाहिँ सजिलैसँग गइयो। अझ जाँदै गर्दा माथि अझ राम्रो ठाउँ छ, मतलब कस्तो हरियाली छ, सबै भ्यूहरू हेर्न सकिन्छ भन्दै हुनुहुन्थ्यो। त्यतिकैमा हामी एकछिन पछि माथि नै गयौँ। मैले भिडियो चाहिँ धेरै खिचेन, त्यो देखाउनु पर्ने ठाउँ त राम्रो राम्रो अझै थियो, तै पनि धेरै लामो हुन्छ भनेर मैले छोटो छोटो भिडियो गर्दै त्यो माथि मैले सुरुमा जुम गरेको ठाउँ माथि यो डाँडामा चाहिँ पुगिसकेको अवस्था छ। यहाँबाट चाहिँ देखिन्छ यो फोछन एरिया। अहिले ठ्याक्कै घाम लागिरहेको भएर त्यति राम्रोसँग देखाउन सकिएन। त्यसपछि हामीलाई भोक पनि लागिसकेको थियो। हामीले लोटेराबाट चिकन बर्गर यताउता जुसहरू लगाएको थियौँ। बसेर खान चाहिँ सुरु गऱ्यौँ त्यहाँबाट। बर्गरहरू खाइसकेपछि अब एकछिन त्यति बेलासम्म बसेर एकछिन रेस्ट पनि गरियो। निकै बेर हिँडेर आएको हुनाले थकाइ पनि लागेको थियो। त्यसपछि यसो त्यही अगाडिबाट हेरेको धान रोप्ने बेला जस्तो भएको जस्तो देखियो, खेत जस्तो है। त्यो सायद धान रोप्नलाई नि होला भनेर यसो जुम गरेर हेरेको माथिबाट, यस्तो देखिँदो रहेछ। अनि मैले अगाडिको बजारलाई पनि यसो जुम गरेर हेरेको, एकदमै आकर्षक देखिने, तर माथि धेरै नै टाढा हो यो। अनि हामी बस्ने अपार्टलाई देखाउन खोजेको, तर धेरै टाढा भएर त्यही पनि जुम चाहिँ गरियो। 17 प्रो म्याक्स जुम पावर पनि टेस्ट गरियो। यो टावर अगाडिको रहेको अपार्टहरू चाहिँ हामी बस्ने अपार्ट हो। त्यहाँबाट यसरी जुम गरेर हेरेको थियौँ हामीले। अनि एकदमै सुन्दर फुल फुलेको कस्तो मनमोहक दृश्य देखेपछि मैले हुमन दाइलाई भिडियो खिच्न लगाएँ। फुल टिपेर कस्तो आनन्द, कस्तो एकदमै रमाइलो भइरहेको थियो। मन आनन्दित भएको थियो। एकदमै राम्रो ठाउँ रहेछ। फेरि पनि घुम्न जान मन छ यो ठाउँमा चाहिँ। यति बेला चाहिँ सूर्य अस्ताउँदै गरेको थियो। हामीलाई फेरि यसको पनि भिडियो खिच्न मन लाग्यो। एकछिन टाइम लगाएर यो भिडियो खिचियो। त्यसपछि एकछिन फेरि बसेर नाइट भ्यू पनि देखाउन मन लाग्यो। अनि त्यसकै लागि भनेर हामी लगभग 1-2 घन्टा जति वेट गरेर बस्यौँ।
यस्तो देखिँदो रहेछ। एकदमै राम्रो सुन्दर देखिएको थियो, तर अलिक धेरै टाढाबाट जुम गरेको भएर त्यति राम्रो नदेखेको होला। एकदमै राम्रो देखिएको थियो। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुहुने यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ।